जोजलपा तारेमाम पासपी। आज हामी नेपाल भाषाको यो गीतको ट्रान्सलेसन हेर्दैछौँ। टाइटल छ ले वल थौ गे गे। यो गीत ट्रान्सलेट गर्नको लागि तिमीला साक्यजीले रिक्वेस्ट गर्नुभएको थियो। उहाँ हाम्रो युट्युब सब्सक्राइबर हुनुहुन्छ। त्यसै गरी अर्को एकजना सब्सक्राइबर पनि हुनुहुन्छ। उहाँले पनि एउटा गीत ट्रान्सलेट गर्न भन्नुभएको थियो, त्यो गर्न पाइरहेको छैन। मैले मदन कृष्ण श्रेष्ठको गीत ट्रान्सलेट गर्न भन्नुभएको थियो, त्यो पनि म चाँडै गर्छु, सम्झिरहेको छु, तर त्यो गर्न पाइरहेको छैन मैले। यो गीत मैले आजसम्म सुनेको थिइनँ, तर आज शब्दहरू हेरेँ, गीत सुने, एकदम मिठो लाग्यो, एकदम राम्रो लाग्यो यो गीत। त्यस्तै गरी भिडियोको एन्डमा म एउटा सरप्राइज दिन्छु, एउटा गिफ्ट दिन्छु। कसले पाउनुहुन्छ त्यो त थाहा छैन, भिडियो लास्टसम्म हेर्नुहोला। अब सुरु गरौँ। ले वल थौ गे गे, अर्थात् बाटोमा आयो आज कसरी कसरी। ले अर्थात् बाटो भयो, वल अर्थात् आयो, थौ आज, गे गे कसरी कसरी। सिच्चुको पे व थे, शीतल हावा आए जस्तै। सिच्चुको अर्थात् शीतल, पे अर्थात् हावा, व थे आए जस्तै। सन रे सन स्वा ठिकु ठिकु पना सन। चल्यो रे चल्यो फुल ठिकु ठिकु भएर चल्यो। अब यो ठिकु ठिकु भएको मिनिङ चाहिँ कस्तो हो भन्दाखेरि, तपाईहरूले पनि त्यो हावा आउँदाखेरि फुल फलेको देख्नु भएको छ होला, त्यही हो। सन रे सन अर्थात् चल्यो रे चल्यो, स्वा अर्थात् फुल, ठिकु ठिकु पना सन अर्थात् ठिकु ठिकु भएर चल्यो। कुचु कुचु मिना व थे, काउकुती लागेर आएको जस्तो। कुचकुचु भन्नाले काउकुती, मिना व थे भनेर लागेर, व थे भनेको आएको जस्तो। स सी हे छु मधुसा न अर्थात् आवाज केही नभए पनि। स सी अर्थात् आवाज, छु मधुसा न केही नभए पनि, मधुसा अर्थात् नभए। नेना चोना यही पुगु मे, सुनिराखे मनपर्ने गीत। नेना अर्थात् सुन्नुलाई नेना भन्छ। नेना चोना सुनिराखे, यही पुगु मे मनपर्ने, मे अर्थात् गीत, अर्थात् आवाज केही नभए पनि सुनिराखे मनपर्ने गीत भन्न खोजेको हो। प्याख प्याख हुला सुन, प्याख प्याख हुला अर्थात् नाचेर भन्न खोजेको हो। सुन अर्थात् कोही। वया चोन जिगु न्यने, आइराख्यो मेरो अगाडि। वया चोन आइराख्यो, जिगु अर्थात् मेरो, न्यने अर्थात् अगाडि। न्यलेला जोले मसिल सोरे। न्यलेला जोले भन्नुको अर्थ चाहिँ निन्द्रामा हो कि बिउजेको हो। मसिल सोरे थाहा भएन, हेर न भन्न खोजेको। सोरे हेर न भन्न खोजेको, मसिल अर्थात् थाहा भएन भन्नु पर्यो भने चाहिँ मसिल। निन्द्रामा हो कि बिउजेको, थाहा भएन, हेर न भन्न खोजेको। चाने न जुलरे निभा टोठे अर्थात् राति पनि भयो रे घाम लागे जस्तो। चाने अर्थात् राति, चाने न राति पनि, जुलरे भयो रे, निभा अर्थात् घाम, टोठे लागे जस्तो। निभा टोठे अर्थात् घाम लागे जस्तो। स्वा होल रे नुगले, फुल फुल्यो रे मनमा। स्वा अर्थात् फुल पाइहाल्यो, स्वा होल फुल फुल्यो, रे नुगले अर्थात् मनमा। बुलु मन बोठे, बिस्तारै मन उडे जस्तै। बुलु अर्थात् बिस्तारै मन भइहाल्यो, मन बो अर्थात् मन उडे जस्तै। मन बोठे मन उडे जस्तै। जुले रे जुल जिगु दुने दुने नस्वा उएक। भयो रे भयो मेरो भित्र भित्र बास्ना आउने गरी। जुल अर्थात् भयो,
जिगु मेरो दुने दुने भित्र भित्र नस्वा अर्थात् बास्ना मिठो बास्ना वेक आउने गरी मतिनाया स्वा वथे मायाको फूल फुले जस्तै मतिना अर्थात् माया भयो मतिनाया मायाको स्वा फूल वथे फुले जस्तै यहाँ टोथे वथे सिमिलर हो घाम लागे जस्तै फूल फुले जस्तै त्यस्तै गरी सरप्राइज के हो भन्दाखेरि सरप्राइज यहाँ छ लास्ट भिडियोमा पनि मैले भनेको थिएँ यो 50 रुपीजको रिचार्ज कार्ड यहाँ छ लास्ट भिडियोमा पनि मैले भनेको थिएँ कतिले याद गर्नुभयो भएन यो कार्ड पब्लिस भएको 11/08/2020 मा हो आज 11/12/2020 छ यो अब आज थर्सडे भयो आज यो भिडियो रेकर्डिङ हुँदैछ भोलि पब्लिस हुँदैछ यो भिडियो सायद प्रिभियस भिडियोमा कसैले पनि याद गर्नु भएन होला र यहाँ 50 रुपीजको रिचार्ज कार्ड छ यो जित्न सक्नुहुन्छ अहिलेसम्म विनर कोही पनि आएको छैन कसरी जित्ने भन्ने कुरा यो फेसबुकको लिंकमा पनि जान सक्नुहुन्छ यहाँ अहिलेसम्म हेर्न सक्नुहुन्छ कसैले पनि मेसेज गर्नु भएको छैन जसले फर्स्टमा मेसेज गर्नुहुन्छ उहाँले पाउनुहुन्छ त्यो कार्ड यो पेजमा जानु पर्यो facebook.com/freeinnepal यो पेजमा त्यसपछि यहाँ मेसेज गर्नु पर्यो कोड 007 भनेर मेसेज गर्नुभयो भने जसले फर्स्ट मेसेज गर्नुहुन्छ उहाँले नै पाउनुहुन्छ यो पाउनको लागि यो पेज शेयर पनि गर्नुपर्ने छ जुन डिटेल्स यो भिडियोमा पनि पाउन सक्नुहुन्छ यो पेजको फर्स्टमै छ अब हेरौं फर्स्ट विनर को हुनुहुन्छ मैले यो इन्फर्मेसन फेसबुकमा पनि शेयर गर्ने सोचेको तर अब फेसबुक पेजमा शेयर गर्नु भन्दा पनि फेसबुक ग्रुपहरुमा पेजेसहरुमा शेयर गर्नु भन्दा पनि मेरो सब्स्क्राइबर हुनुहुन्छ युट्युबमा उहाँहरुलाई उहाँहरुसँग किन शेयर नगर्ने भनेर मैले फेसबुकमा शेयर गरेको छैन र फर्स्ट टाइम यही युट्युब च्यानलमा मैले यो इन्फर्मेसन शेयर गरेको थिएँ र सेकेन्ड टाइम पनि यही युट्युब च्यानलमा मैले इन्फर्मेसन शेयर गर्दै छु हेरौं को लकी विनर बन्नुहुन्छ थ्यांक यू फर वाचिङ शुभ